केवल वेग एलिगेशन्सको आधारमा परिवारका सदस्यहरू विरुद्ध क्रिमिनल प्रोसिक्युसन गर्न मिल्छ? के लाइफ सस्टेनिङ मेडिकल ट्रिटमेन्ट विथड्र गरेर कन्स्टिट्युसनल राइट टु डाई विथ डिग्निटीलाई सुनिश्चित गर्न सकिन्छ? अनि जब गभर्मेन्ट अथोरिटिज आफ्नो पावरभित्र काम गर्छन् त सिटिजन्सले गभर्मेन्ट अथोरिटिजलाई च्यालेन्ज गर्न सक्छन्? यी लिगल इस्युज हालैमा अदालतका महत्त्वपूर्ण जुडिसियल प्रनाउन्समेन्ट्स मार्फत जाँच गरिएर स्पष्ट गरेका छन्। 9 मार्च 2026मा गोविन्द सिंह वर्सेस युनियन अफ इन्डियाको केसमा अपिलेन्ट्सले एउटा जमिन आफ्नो हो भनेर दाबी गरेका थिए। सुरुमा उनीहरूले ट्रायल कोर्टमा केस जितेका थिए, तर हाइकोर्टले त्यो निर्णय खारेज गर्यो। पछि केस सुप्रिम कोर्टमा पुग्दा उनीहरूले एडिसनल एभिडेन्स दिन खोजे, तर कोर्टले त्यो स्वीकार गरेन। उनीहरूले आफ्नो टाइटल प्रुभ गर्न नसकेकाले अपिल डिसमिस गरियो। 9 मार्च 2026 डाक्टर सुशील कुमार पूर्वे वर्सेस स्टेट अफ बिहारको केसमा एउटा महिलाले उनका हस्बेन्ड र इनलजले डाउरी BMW कार सहित मागेको र उनलाई क्रुएल्टी गरेको आरोपमा IPC 323, 341, 498A, 34 अनि डाउरी प्रोहिबिसन एक्टको धारा 3 र 4 अन्तर्गत FIR दर्ता गरे। हाइकोर्टले सिस्टर इन ल विरुद्धको केस स्क्वाश गर्यो, तर पेरेन्ट्स इन ल विरुद्धको केस जारी राख्यो। तर सुप्रिम कोर्टले पेरेन्ट्स इन ल विरुद्धको आरोप वेग भन्दै उनीहरू विरुद्धको केस स्क्वाश गर्यो, तर हस्बेन्ड विरुद्धको केस जारी रहने निर्णय गर्यो। अर्को महत्त्वपूर्ण जुडिसियल डेभलपमेन्टमा सुप्रिम कोर्टले 32 वर्षका हरीश राणालाई प्यासिभ युथेनेसिया दिने अनुमति दिएको छ। उनी 2013 देखि पर्मनेन्ट भेजिटेटिभ स्टेटमा थिए। जस्टिस JB पर्दिवाला र जस्टिस KV विश्वनाथनको बेन्चले कमन कज वर्सेस युनियन अफ इन्डिया 2018 का गाइडलाइन्स अनुसार एम्समा दिँदै आएको क्लिनिकली एडमिनिस्टर्ड न्युट्रिसन हटाउने अनुमति दियो। कोर्टले फिडिङ ट्युब्सलाई मेडिकल ट्रिटमेन्ट मानिने अनि बिरामीको डिग्निटी कायम राख्दै हटाउन मिल्ने पनि स्पष्ट गरियो। यी जजमेन्ट्स यस हप्ताको मुख्य लिगल डेभलपमेन्ट्स हुन्। यस्तै लिगल अपडेट्सको लागि ल टाइम्ससँग जोडिरहनुहोस्। धन्यवाद।